हामीले च्याउलाई आलो खानुभन्दा पनि च्याउलाई काटेर 1-2 घन्टा घाममा सुकाएर खायो भने त्यो च्याउमा चाहिँ प्रशस्त मात्रामा चाहिँ भाइटामिन D2 पाइन्छ है। हामीले यसरी च्याउलाई ड्राई च्याउलाई सनलाइटमा ड्राई गरेको च्याउलाई चाहिँ राखेर प्रयोग गर्यो भने भिटामिन D2 प्रशस्त मात्रामा पाइन्छ भनेर भनिएको छ। यहाँ जस्तै हामीले घाममा बस्यो भने भिटामिन पाइन्छ, भिटामिन D पाइन्छ भन्छौँ नि होइन। त्यहाँ भएको के हो भने चाहिँ हाम्रो शरीरमा चाहिँ शरीरको छालामा चाहिँ 7-डिहाइड्रो कोलेस्ट्रोल भन्ने केमिकल हुन्छ होइन। त्यो चाहिँ कोलेस्ट्रोलको चाहिँ प्रिकर्सर पनि हो। अनि त्यो सनलाइटको प्रेजेन्समा र हिटको प्रेजेन्समा चाहिँ त्यो चाहिँ कोलिक क्याल्सिफेरलमा चेन्ज हुन्छ। त्यो कोलिक क्याल्सिफेरल भनेको चाहिँ भाइटामिन D3 हो। हुन्छ नि च्याउको छाला हुन्छ नि, त्यो छालामा चाहिँ फेरि एग्रोस्ट्रोल भन्ने केमिकल हुन्छ है। त्यो एग्रोस्ट्रोल भन्ने केमिकल फेरि सनलाइटको र हिटको प्रेजेन्समा चाहिँ फेरि अर्को इग्रोकोल्सिफेरलमा चेन्ज हुन्छ। त्यो इर्गोकोल्सिफेरल भनेको चाहिँ फेरि भाइटामिन D2 है। त्यसैले काटेको च्याउ घाममा सुकाएर खाइयो भने चाहिँ भाइटामिन D2 प्रशस्त मात्रामा पाइन्छ। विशेष गरेर 100 ग्राम चाहिँ ड्राई च्याउ खाइयो भने, घाममा सुकाएको ड्राई च्याउ खाइयो भने 10 देखि 25 माइक्रोग्राम चाहिँ भाइटामिन D2 पाइन्छ भनेर रिसर्चले बताएको छ। त्यसैले चाहिँ च्याउ यदि तपाईँलाई भाइटामिन D को डिफिसियन्सी छ, कमी छ भने चाहिँ सुकाएको च्याउ तपाईँलाई लाभदायक हुनसक्छ।